नमस्ते सम्पूर्णमा स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। आज म तपाईहरुलाई नेपालमा जुन निर्वाचन हुन्छ त्यो निर्वाचन आयोगको मतदाता नामावली चाहिँ कसरी परिवर्तन गर्ने र त्यो मतदाता नामावलीमा रहेको स्थान कसरी परिवर्तन गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। आशा छ तपाईहरुलाई यो भिडियो अत्यन्तै फलदायी हुनेछ। सबैभन्दा सुरुमा चाहिँ हामीले मतदाता नामावली परिवर्तन गर्नको लागि आफ्नो मतदाता नामावली पहिचान गर्नुपर्दछ र सँगसँगै हामीले चाहिँ मतदाता नामावली परिवर्तन गर्नको लागि गुगल क्रोममा गएर हामीले नेपाल को चाहिँ जुन election.gov.np छ, election.gov.np भन्ने वेबसाइट लगइन गरिसकेपछि यहाँहरुको ब्राउजरमा चाहिँ यस्तो खालको पेज खुल्छ र हामीले मतदाता नामावली परिवर्तन गर्नको लागि चाहिँ यो दोस्रो स्थानमा रहेको मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधिक गर्नको लागि दिएको यो पोर्टलमा गएर चाहिँ हामीले यसलाई खोल्नु पर्दछ। यहाँ गइसकेपछि नयाँ दर्ता हो भने हामीले नयाँ दर्तातिर जानु पर्यो र नामावली अद्यावधिक गर्ने भए हामीले नामावलीतिर जानु पर्यो। अहिले चाहिँ म नामावली अद्यावधिक गर्दैछु, ठाउँ स्थान चाहिँ परिवर्तन गर्न गइरहेको छु। नामावली अद्यावधिकमा हामीले गइसकेपछि यहाँनेर चाहिँ हामीले परिवर्तन गर्नुपर्ने व्यक्तिको मोबाइल नम्बर राख्न सकिन्छ र मैले चाहिँ यहाँनेर अहिले मेरै नम्बर राखिदिइसकेपछि यहाँ एउटा ओटिपी कोड आउँछ तपाईको मोबाइलमा र त्यो ओटिपी कोडलाई राखिसकेपछि आफै तपाईको चाहिँ भित्री पेज खुल्छ र यो भित्री पेज खुलिसकेपछि तपाईको यहाँनेर नयाँ अनुरोध भन्ने एउटा अप्सन देखाइरहेछ। नयाँ अनुरोध हामी पनि गर्छौं। नयाँ अनुरोध गर्नको लागि यहाँ चाहिँ मतदाता नम्बर चाहिँ आफ्नो राख्नुपर्ने हुन्छ र मतदाता नम्बर कुनै एउटा आफ्नो मतदाता नम्बर राखेर यहाँनेर चाहिँ आफ्नो जन्म मिति राखिसकेपछि यहाँ खोज्नुहोस् भन्ने एउटा अप्सन आउँछ र खोज्नुहोस् भन्ने अप्सनमा गइसकेपछि तपाईको भित्री पेज खुल्ने गर्दछ। ल मैले चाहिँ एउटा मतदाता नम्बर राखिदिए र जन्म मिति भनेको छ, जन्म मिति राखिदिए 2052 ले खोज्नुपर्छ र खोज्नेमा हामीले चाहिँ के गर्ने त, जस्तै मतदाता नामावली त्रुटि सच्याउनु पर्ने हो कि हैन, हामीले के गर्नुपर्ने। म चाहिँ अहिले यहाँनेर अनुसूची 6 अनुसार मतदाता नामावली चाहिँ सार्ने सम्बन्धी विवरण चाहिँ ठाउँ सारीमा गइरहेको छु। खोज्नुहोस् भन्नेमा आयो र यहाँनेर हामीले भर्नुपर्ने जस्तै मतदाता नम्बर नामहरु यहाँनेर देखाएको हुन्छ र भर्नुपर्ने भनेको चाहिँ जिल्ला, हामीले कुन जिल्लामा जाने। त्यसपछि मैले चाहिँ यहाँनेर जिल्ला सुनसरी भनेर राखिदिए। त्यसपछि नगरपालिका यिनीहरुमा राखिदिए, वडा नम्बर 5 राखिदिए।